आज चाहिँ मैले औद्योगिक क्षेत्रको नाम अनि डेट अनि त्यसको कुन ठाउँमा छ त्यो, अनि फेरि कसको सहयोगमा बनाएको छ जुन, अनि फेरि क्रमै अनुसार फेरि मैले यसको भन्छु है, याद गर्ने ट्रिक। अनि यो चाहिँ पहिला माथिको हेर्नु, अनि यो पहिला चाहिँ म भनिरहेको छु। जस्तै यो माथिको 1 को TD अनि 2 को N अनि 3 को M 4 को R अनि 5 को L 6 को J अनि 7 को K अनि 8 को FV अनि 9 को BP अनि 0 को SC अनि 16 को चोर, 20 को किस अनि 30 को मिस। अनि यो ट्रिकको लागि जसरी 20 किस मिलिरहेछ नि, 30 मिस अनि 16 चोर, अनि जसरी कि 60 जसरी मिलिरहेछ नि, त्यही अनुसार म भन्छु बरु है। पहिला चाहिँ यो ट्रिकको लागि यसलाई औद्योगिक क्षेत्रको क्रमै अनुसार, स्थापना अनुसार, क्रमै अनुसार कसरी हेर्ने हो भने ट्रिकको लागि पहिला चाहिँ यो आदि गर्नुपर्छ। जसरी कि ब हे पा ध ने पो बु भ बि ध रा। के छ यहाँ? ब हे पा ध ने पो बु भ बि ध रा। के छ? ब हे पा ध ने पो बु भ बि ध रा। म भन्छु, मसँगै भन्नु के। ब हे पा ध ने पो बु भ बि ध रा। के मैले भने? ब हे पा ध ने पो बु भ बि ध, के भन्छ? ब हे पा ध ने पो बु भ बि ध रा। यसरी चाहिँ मसँगै चाहिँ 4-5 चोटि चाहिँ रिपिट गर्नु, अनि त्यो आफै आइहाल्छ। अनि यो चाहिँ बबाट बालाजु, ब हे पा ध ने पो बु भ बि ध रा। ल, बालाजु अनि हेटौडा अनि पाटन अनि धरान अनि नेपालगञ्ज अनि पोखरा बुटबल अनि भक्तपुर वीरेन्द्रनगर अनि धनकुटा अनि राजविराज है। के छ? ब हे पा ध ने पो बु भ बि ध रा। के छ? ब हे पा ध ने पो बु भ बि ध रा। यो चाहिँ 4-5 चोटि रिपिट गर्नु, आफै चाहिँ आइहाल्छ। ठिक छ। अनि चाहिँ यसको अनि एउटा अझै मैले यताको यो भनेन, जसरी कि AEIOU WHYX, यसको चाहिँ कुनै भ्यालु हुँदैन। जसरी कि यहाँ AEIOU WHYX, यसको भ्यालु हुँदैन। के? AEIOU को भ्यालु हुँदैन, कुनै हुँदैन। अनि यहाँदेखि अब 100 सम्मको त आफै त्यो याद गर्नुपर्छ। त मैले चाहिँ भिडियो सानो बनाउनको लागि मैले जतिको काम छ त्यो मात्र मैले लेखेको छु यहाँ। जसरी कि अब 16 को मैले चोर, अनि बालाजुलाई के बुझ्ने? बालाजु जुन औद्योगिक क्षेत्र सबभन्दा पहिलाको हो नि, सबभन्दा पुरानो पहिलाको, यो चाहिँ चोर छ भनेर, चोर 16 चोर। अनि हेटौडा भने हेटौडाको हेट भनेको हेट। अनि मैले 20 को के मानेछु यहाँ? किस हैन, 20 को के मानेछु मैले? किस। अनि 20 को किस चाहिँ कसरी भयो? हेटौडाको मान्छेले नि के गर्छ? किस गर्नेहरूलाई हेट गर्छ। के? किस गर्नेहरूलाई के गर्छ? हेट गर्छ। अनि यसलाई मिलाउँदाखेरि हेटौडाको किस 20 को 20 को किस, अनि हेटौडाको मान्छेले किस गर्नेहरूलाई नि के भन्छ? हेट गर्छ हैन। अनि हेट भनेको हेबाट हेटौडा भनेको 20 किस। अनि पाटनको कृष्ण मन्दिर हैन, पाटनको कृष्ण मन्दिर थाहा छ नि? जुन पाटनको कृष्ण मन्दिर, जुन लभ प्रेम माया धेरै मन पराउने भगवान कृष्णजी हाम्रो हैन। अनि पाटनमा के गर्छ नि, जुन कृष्ण मन्दिर पाटनको सबभन्दा धेरै गजुर भएको। अनि पाटनमा गएर केटाहरू लभ पर्दाखेरि के गर्छ? त्यहाँ बसेर किस गर्छ हैन। 20 पाटन 20 किस। ल, यो भइसक्यो। अनि मैले चाहिँ फेरि यता धरान, यो धरानको चाहिँ हेर्नु। धरानको यो ध अगाडिको के छ? धरानको अगाडिको ध, यो 9 जुन छ नि नेपालीको हो 9, यो चाहिँ धरान। यसो अलि मिलाउनु पर्छ हैन। जसरी कि मिलाउँदाखेरि यसलाई यसो लेख्दाखेरि मिलिरहेछ, यो ध जस्तो मिलिरहेछ हैन, अलिअलि मिलिरहेछ। त्यो यो धरानको 9, यो अलि ट्रिक आफै 1-2 चोटि गर्दाखेरि आइहाल्छ हैन। अनि नेपालगञ्जको मिस, एउटा मिस बुझ्नु कि नेपालगञ्ज छ नि उता, नेपालगञ्जको एउटा मिसले पढाइरह्यो होला नि क्लासमा, चाहिँ उताको पनि मिसहरूले पढाउँछ नि, त्यो बुझ्नु। नेपालगञ्जको मिस, नेपालगञ्ज भनेको गञ्ज, नेपालगञ्ज, त्यो
स्टिक राखेको हुन्छ नि, त्यसलाई गन बुझ्नु एकछिनको लागि। अनि गन्ज नेपालगञ्ज, गन्ज भनेको 30 भनेको मिस मैले भनेको थिएँ नि, मिस। अनि फेरि यहाँ पोखरा भनेको हो, पोखराको जुन फेवाताल छ नि, फेवाताल, पोखराको फेवाताल, त्यसको बिचमा एउटा चाहिँ मन्दिर छ होइन। त्यहाँ फेरि मिट खाएर जानु भएन, मिट मैले पोखराको मिट। एम भनेको हो, एम भनेको यहाँ के भनेको छु, एम भनेको मैले 3 लेखेको छु नि, एम भनेको 3 भनेको एम लेखेको छु होइन। अनि 1 भनेको टी होइन, टी। अनि यसलाई मिलाउनको लागि के यहाँ AEIOU त मिट, MEAT, मिट हुन्छ नि, मिट। पोखराको जुन बिचमा जुन मन्दिर छ नि, त्यो मन्दिरमा मिट खाएर जानु भएन। अनि मिट E अनि ए मैले यो वर्ड मिलाउनको लागि मैले राखेँ, जसको कुनै भ्यालु छैन होइन। यसको MEAT मिट। अनि एमबाट 3, 1बाट टी आइसक्यो। अनि फेरि यहाँ MN, यो फुटबल, बल भनेको बल खेल्दाखेरि जुन फुटबल हुन्छ नि, फुटबल खेल्दाखेरि, बल खेल्दाखेरि तपाईँको इच्छा छ छैन, तपाईँको मन छ तर पनि बुट लगाएर खेल्नुपर्छ। बल खेल्दाखेरि बुट लगाएर खेल्नुपर्छ होइन। त्यो बुट तपाईँको मन छ तर पनि नमन भए पनि बुट लगाएर खेल्नुपर्छ। मन, एमको 3 को एम, एनको मैले 2 को यहाँ लेखेको थिएँ एन होइन। अनि मन वा म्यान वा मन बुझ्दा पनि हुन्छ, म्यान पनि बुझ्दा पनि आफू जुन सजिलो लाग्छ त्यो जुन बुझ्ने मन होइन, यो बुझ्नुभयो। अनि फेरि भक्तपुरको 35 होइन, 3, 5। अनि 3 को मैले चाहिँ के लेखेको थिएँ, एम होइन, 3 को एम। अनि 5 को चाहिँ मैले के लेखेको छु नि, यहाँ एल लेखेको छु होइन, हेरिरह होला, एल। अनि मेल, MAL, ए भनेको यहाँ मैले चाहिँ यहाँबाट जसको भ्यालु छैन त्यो राख्न मिल्छ होइन। एलको भ्यालु छ, एमको भ्यालु छ, तर ए को भ्यालु छैन। ए को भ्यालु चाहिँ मैले यहाँ ए मिलाउनलाई राखिदिएँ होइन। मेल भक्तपुरमा धेरै जसो मेल छ नि, मेल भनेको मेल माल, अब जे तपाईँ सजिलो लाग्छ त्यो बुझ्नु, मेल बुझ्नु वा माल बुझ्नु, जे बुझ्नु सजिलोको लागि। अनि यो वीरेन्द्रनगर छ नि, राजा वीरेन्द्र थाहा छ नि, राजा वीरेन्द्र लेखा छ नि। वीरेन्द्रको मैले चाहिँ यहाँ के लेखेँ, यो 3 भनेको एम होइन, यो 3 भनेको एम। अनि यो 8 भएको एफ चाहिँ राख्ने होइन। अनि मिलाउनलाई ए राखिदिने, एफ। माफ के भन्छ नि, माफ। 38 नम्बरमा माफ, महिलाहरू माफ गरिदिन्छ नि, केही गल्ती गर्यो भने पनि महिलाहरू के गर्छ, माफ गरिदिन्छ। धारा 38 मा के छ, महिलाको हक पनि छ के, संविधानको धारा 38 मा महिलाको पनि हक छ, त्यो पनि बुझ्ने। यो माफ, महिलाहरूले के गर्छ, माफ गरिदिन्छ। गल्ती गर्यो भने महिलाहरूले छिटो माफ गरिदिन्छ नि, केटाहरूले त माफ गर्दैन छिटो, तर महिलाहरूले, केटीहरू भन्दा पनि महिलाहरूले छिटो माफ गरिदिन्छ नि। अनि माफ, एमबाट 3 बाट एम, अनि 8 भनेको एफ, अनि माफ गरिदिन्छ है, माफ। अनि फेरि धनकुटा हामीतिर के हुन्छ नि, खासमा दिनभरि काम हुन्छ, यताउति बिजी। अनि धान भनेको धन भनेको धान बुझ्नु न। धान कुटाउनलाई हामी दिनमा हामीलाई छुट्टी हुँदैन, काम हुन्छ, दिनभरि काम हुन्छ। अनि राति चाहिँ के गर्छौँ, हामी धान कुटाउने काम गर्छौँ होइन। धान जुन कुटाउने हुन्छ नि मसिनमा, त्यो कुटाउनलाई हामी राति जान्छौँ होइन, राति। आर भनेको यो आर भनेको 4 को मैले यहाँ आर जस्तो लेखेको छु नि, आर। अनि ए भनेको एउटा T1 भनेको टी, अनि RATI, राति। मैले राति के गर्छु, धान कुटाउने काम कहिले गर्छु, राति, RATI। अनि राजविराज, यो राजविराजको यो आर होइन, रबाट आर होइन, आर चाहिँ यो कति 4 जस्तो छ नि आर, त्यो 4 भनेको यो 2टा 4, एउटा यहाँको आर, त्यो आर चाहिँ कति 4 जस्तो हुन्छ नि, अनि त्यो 4 त यो राजविराज। ठिक छ। अब चाहिँ एउटा यो बालाजु त थाहा होला कि काठमाडौँमा पर्छ होइन। यो बालाजु चाहिँ यो काठमाडौँमा पर्छ, त्यो त तपाईँलाई थाहा होला। अनि यो हेटौडा, हामी बागमती प्रदेशको इक्जाम दिँदाखेरि जहिले नि हेटौडा फाल्छ नि, हेटौडा। अनि हेटौडा यो चाहिँ सजिलै हो, जुन सजिलो छ, जो यसरी नै बुझ्ने, जुन बुझ्ने खाले छैन उसलाई त म भनिहाल्छु। अनि फेरि म यो पाटन चाहिँ कृष्ण मन्दिर जुन ललितपुरमा छ नि, पाटन मन्दिर, यो पाटन मन्दिर कृष्ण ललितपुरमा
त्यो पाटन चाहिँ भइसक्यो पाटन। अनि धरान धरान चाहिँ धरान सुनसरी धरान धरान सुनसरी जुन कोशी बेला छ नि उता जुन धरान धरान चाहिँ धरान धरान यहाँ सुनसरी ठिक छ। अनि यता नेपालगञ्ज 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 एउटा गाना सुने होला कि बाँके बढ्दिया दिल चुरा के कहाँ चल दिया यो यसो यो बाँके नेपालगञ्ज नेपालगञ्ज कहाँ पर्छ नेपालगञ्ज। यो केटी के मैले केटी बुझाएको थिएँ नि एम मिस यो मिसले चाहिँ के बुझ्ने यो मिसले के दिल चुरा के कहाँ चल दिया बाँके बढ्दिया बाँके त यो बाँके बुझ्ने है ल यो बाँके बुझ्ने हेरिरह्यो होला अलि बाँके यो 30 बुझिरह्यो होला कि मिस 30 भनेको मिस यो मिसले दिल चुरा के कहाँ चल दिया बाँके बढ्दिया यो बाँके होइन यो बाँके भइसक्यो। अनि यो पोखरा पोखरा त थाहै छ पोखरा चाहिँ कास्कीमा हामी चाहिँ टुरमा जाने बेलामा चाहिँ त्यही पोखरा जान्छु नि खास गरेर यो पोखरा कास्की। अनि यो बुटबल रूपन्देही बुटबल रूप सुन्दरीहरूले नि रूप भनेको रूप बुटबल हाम्रो यहाँ नेपालको सुन्दरीहरूले के गर्छ नि बल खेल्छ नि फुटबल खेल्छ नि अनि बुटबल रूप भनेको सुन्दरी होइन रूप सुन्दरी भनेको रूप त्यो यो रूपन्देही है। यसरी अलि कनेक्सन गरेर याद गर्दाखेरि अलि धेरै समयसम्म याद हुन्छ रहन्छ। अनि फेरि यहाँ वीरेन्द्रनगर होइन वीरेन्द्रनगर त थाहा होला उता सुर्खेत वीरेन्द्रनगर या सुर्खेत वीरेन्द्रनगरको सुर्खेत थाहा होला वीरेन्द्रनगर सुर्खेत वीरेन्द्रनगरको थाहा होला पहिला सुर्खेत उता सुदूरपश्चिममा पर्छ सुर्खेत अनि कर्णालीमा पर्छ कर्णालीको राजधानी सुर्खेत होइन त्यो सुर्खेत वीरेन्द्रनगरको सुर्खेत। अनि यो चाहिँ धनकुटाको धनकुटा नै छ धनकुटा अनि भक्तपुरको भक्तपुर धनकुटाको धनकुटा अनि के भन्छ राजविराज यो सफ्तरी राजविराजको सफ्तरी सिराहा सफ्तरी जुन छ नि सफ्तरी सिराहा सफ्तरी 2 नम्बर प्रदेशको सबैभन्दा पूर्वमा सफ्तरी जुन सफ्तरी आइसक्यो यो अलि हेर्ने राजविराज यो सफ्तरी। अनि यो कसको सहयोगमा भन्ने अब हेर्नु यो माथिको दुईटा चाहिँ बहे भनेको माथिको बहे बालाजुल हेटौडा अमेरिकाको सहयोगमा है माथिको दुईटा अनि 3वटा फेरि इन्डियाको सहयोगमा जसरी कि पाधने यो भनेको इन्डियाको सहयोगमा अनि 2टा नेपालको सहयोगमा है पहिला 2वटा अमेरिकाको सहयोगमा अनि 3वटा इन्डियाको सहयोगमा अनि 2टा नेपालको सहयोगमा। अनि यो यति त भइसक्यो यो आफै यो गर्ने यो मिलाएर। अनि फेरि मैले यहाँदेखि अब अर्को कन्ट्री छ होइन अनि यहाँ चाहिँ जर्मनी यो भक्तपुरको मान्छेले नि मेसिन चलाउँदा वा कुनै काम गर्दा माल सामान मगाउँदाखेरि उहाँले जडे मरेर काम गर्छ यहाँ के भक्तपुरको मान्छेले जडे मरेर काम गर्छ जडे मरेर कहाँको मान्छेले भक्तपुरको मान्छे जडे मरेर काम गर्छ कहाँको भक्तपुरको जडे मरेर त जर्मनी। अनि फेरि यहाँ वीरेन्द्रनगर यही यसैमा छ वीरेन्द्रनगर होइन नदर यहाँ चाहिँ नेदरल्यान्ड होइन नेदरल्यान्ड यहाँ चाहिँ यहाँबाट नेदरल्यान्ड यहाँ बुझ्न सक्नुहुन्छ नेदरल्यान्ड। अनि फेरि मैले यहाँ धनकुटाको त धनकुटै छ तर यसको कमेन्टमा भन्ने। अनि राजविराजको यो इन्डिया राजविराजको कसरी बुझेन नि हाम्रो यहाँ नेपालको जति नेताहरू हुन्छ नि यिनीहरूले के गर्छ उनीहरूको इसारामा चल्छ खास गरेर होइन उनीहरूको नेपालमा पनि उनीहरूको नै राज छ होइन राज भनेको इन्डियनहरूको नै राज छ यहाँ उनीहरूको जसरी भन्छ त्यसरी नै गर्छ यहाँको नेताहरू। अनि त्यसरी नै बुझ्ने राज नेपालमा उनीहरूको इन्डियनहरूको पनि राज छ यो भयो इन्डियाको। अनि फेरि एकचोटि